नमस्ते, म रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट 3292 को डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्की। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट 3292 नेपाल भुटानले भुटेकोशी बाढीबाट भएको जनधनको क्षति, घर सम्पत्ति र पूर्वाधारमा पुगेको व्यापक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ। रोटरी डिस्ट्रिक्ट 3292ले तत्काल राहत र त्यसपछिको पुनर्स्थापना कार्यलाई सहयोग गर्न रोटरी क्लबहरू, स्थानीय निकायहरू, सरकारी निकायहरू र मानवीय साझेदार संस्थाहरूसँग समन्वय गरिरहेको छ। प्रभावित परिवारहरूलाई खाद्यान्न, खानेपानी, अस्थायी आवास, स्वास्थ्य सहायता र अन्य अत्यावश्यक मानवीय सहयोग उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। म सम्पूर्ण रोटरियन, रोटरयाक्ट, साझेदार र शुभचिन्तकहरूलाई राष्ट्रिय आवश्यकताको यस घडीमा एकजुट हुन र रोटरीको सिद्धान्त सर्भिस अबभ सेल्फबाट निर्देशित हुनलाई आह्वान गर्दछु। उद्धार तथा आपतकालीन प्रतिकार्यमा निरन्तर खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाली प्रहरी, स्थानीय निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक र समुदायका सदस्यहरूको म प्रशंसा गर्दछु। रोटरी डिस्ट्रिक्ट 3292 प्रभावित समुदायहरूसँग एकजुट रहँदै तिनीहरूको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग गर्न प्रतिबद्ध छ। धन्यवाद।